वेलकम ब्याक टु माई ब्लग। हजुरलाई स्वागत छ मेरो भिडियोमा। साथीहरू म चाहिँ आफ्टर अ लङ टाइम चाहिँ भिडियो बनाउन गइरहेको छु। इट्स मी प्रियङ्का। साथीहरू मैले चाहिँ भन्दा अगाडि चाहिँ भिडियो हाल्थेँ युट्युबमा होइन, तर मैले के अरे धेरै यसरी लङ भिडियोहरू नहालेको चाहिँ धेरै भएको थियो होइन। सानसानो क्लिपहरू चाहिँ हाल्थेँ। अनि साथीहरू हजुरहरूको होली कस्तो भयो त? हामी चाहिँ होली भोलि सेलिब्रेट गर्न गइरहेको छु 4 मार्चको होइन। अनि हजुरहरू त मनाइसक्नु भयो होला। अनि होलीको सपिङ चाहिँ मैले यसपालि के गरेँ त भन्दा मैले चाहिँ खासै केही गरिनँ। अनि मेरो छोराको लागि चाहिँ मैले सपिङ गरिदिएँ होइन। अनि यो चाहिँ हो नियनको के अरे यो वाटर ट्याङ्क। यसमा चाहिँ कलरहरू हालेर स्प्रे गर्नुपर्ने होइन। अनि भोलि चाहिँ उसले योसँग खेल्छ अरे। यो चाहिँ उसको आफ्नै चोइस है साथीहरू, आफ्नै चोइसले किनेको होइन। अनि यो कलर चाहिँ उसलाई यसमा फ्री पाएको उसले होइन। अनि यो चाहिँ हो साथीहरू नियनको होलीको टी सर्ट हो। अनि यो चाहिँ मेरो छोराको सपिङ हो। अनि मैले चाहिँ केही पनि लिइनँ, किनभने हामी त त्यही हो साथीहरू, पुरानो कपडाहरू त्यही युज गर्ने हो होइन। मैले अस्ति एउटा भिडियो हेरेको थिएँ के अरे अरू बेला लुगाहरू खोलौँ भने सबै पुरानो लाग्छ अरे होइन। पुरानो लाग्छ है, यता पुरानो छ लुगा, कहीँ हिँड्दाखेरि लुगै छैन भन्ने खालको फिल हुन्छ अरे होइन। जब होलीको दिन आयो कपडा हेऱ्यो भने सबै नयाँ देख्छ। के हो साथीहरू यो चाहिँ होइन। अनि साथीहरू त्यही हो, मेरो चाहिँ मैले यसपालि होलीमा केही पनि किनिनँ होइन। मेन त मेरो छोरालाई मैले किनिदिएँ होइन साथीहरू। अन्त मैले चाहिँ युट्युबमा भिडियोहरू नहालेको धेरै भएको थियो नि त। अब चाहिँ म सोच्दै चाहिँ कन्टिन्यू भिडियो हाल्नु पऱ्यो भनेर होइन। अनि मलाई चाहिँ हजुरहरूको साथ सपोर्ट होइन चाहिन्छ। अनि त्यो भएर चाहिँ मलाई आशा छ हजुरहरूले पनि साथ सपोर्ट मलाई गर्नुहुन्छ भनेर होइन। अनि यति भन्दै भिडियो एन्ड गर्छु। बाई बाई। मेरो च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गर्न नभुल्नु होला। बाई बाई। फेरि भेटौँ होला नेक्स्ट ब्लगमा।